यो हो सुदूर चौलानी न्यूज। हजुरहरूको समर्थन सदैव तपाईहरूको साथी। प्रधानमन्त्रीले आकस्मिक मन्त्री परिषद बैठक बोलाए। प्रधानमन्त्रीले आज आकस्मिक रूपमा मन्त्री परिषद बैठक आह्वान गर्नुभएको छ। देशको वर्तमान राजनीतिक अवस्था, संसद अवरोध, आगामी रणनीति तथा प्रशासनिक विषयहरूमा छलफल केन्द्रित रहने बताइएको छ। पछिल्लो समय बढ्दो राजनीतिक तनावका कारण बैठकलाई विशेष महत्वका साथ हेरिएको छ। संसद बैठक आज स्थगित। दलहरूबीच सहमति नजुर्दा आजका लागि तय गरिएको संसद बैठक स्थगित गरिएको छ। प्रमुख विपक्षी दलले आफ्ना माग पूरा नभएसम्म सदन चल्न नदिने अडान कायमै राखेका छन्। संसद अवरुद्ध हुँदा महत्वपूर्ण विधेयकहरू प्रभावित भएका छन्। तराईका जिल्लामा बाक्लो हुस्सु। तराई क्षेत्रका विभिन्न जिल्लामा बाक्लो हुस्सु लागेको छ। हुस्सुका कारण सडक तथा हवाई यातायात प्रभावित भएको छ। ट्राफिक प्रहरीले सवारी साधन चलाउँदा सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ। पश्चिम नेपालमा सानो भूकम्पको धक्का। भूकम्प मापन केन्द्रका अनुसार पश्चिम नेपालका केही जिल्लामा सानो भूकम्पको धक्का महसुस गरिएको छ। हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण आएको छैन। स्थानीय प्रशासन सतर्क अवस्थामा रहेको छ। नेपाल भारत सीमामा सुरक्षा सतर्कता बढाइयो। नेपाल भारत सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अवैध ओसार पसार, सीमा अपराध तथा गैरकानूनी गतिविधि नियन्त्रणका लागि चेकजाँच कडाई गरिएको सुरक्षा निकायले जनाएको छ। शिक्षक आन्दोलन चर्किँदै। विभिन्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका छन्। आन्दोलन चर्किँदै जाँदा धेरै स्थानमा कक्षा सञ्चालन प्रभावित भएको छ। सरकार र शिक्षक महासंघ बीच वार्ताको प्रयास जारी रहेको छ। स्वास्थ्य मन्त्रालयको अलर्ट। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मौसमी रोगको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। रुघाखोकी, ज्वरो, इन्फ्लुएन्जा जस्ता रोगको संक्रमण बढ्न सक्ने भन्दै सरसफाइमा ध्यान दिन अनुरोध गरिएको छ। पेट्रोलियम पदार्थको मूल्य समीक्षा हुँदै। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समीक्षा प्रक्रिया अगाडि बढाएको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार इन्धनको मूल्य घट्न वा बढ्न सक्ने संकेत गरिएको छ। नेपाली रुपैयाँको विनिमय दरमा उतार चढाव। नेपाली रुपैयाँको विनिमय दरमा उतार चढाव देखिएको छ। अमेरिकी डलरसँगको दरमा आएको